बुली गर्नु थालिसक्यो स्टार्ट बिहान भएको छैन बुली स्टार्ट भइसक्यो मेलसाले टोइलेट गएर काम भनेको चिसो छ लास्ट चिसो छ इट्स नट अ जोक गाइस हेलो गाइस गुड मर्निङ फ्रम आवाज सुनिएन बेलुका अहिले बाहिर गएर बनाउँछु म बनाउँदा हुन्छ नि अहिले चाहिँ हामी कफी खानको लागि खाजा खानको लागि यहाँनिर सुनिएन मैले साह्रै बोल्नु सुनिन्छ हौ सुनिन्छ मलाई बुली गर्नु थालिसक्यो स्टार्ट बिहान भएको छैन बुली स्टार्ट भइसक्यो यहाँ राख न अहिले चाहिँ हामी कफी खाँदैछौँ अनि त्यसपछि खाजा खाँदैछौँ अनि त्यसपछि खाना लाग्छौँ अनि हामी कामडाँडाको लागि जान्छौँ कामडाँडामा गएर हामी लन्च गर्छौँ त्यस पछाडि लन्च भन्नुपर्छ पर्दैन कामडाँडामा साँच्चै खाना भन्नुपर्छ खानै भन्नुपर्छ हजुर म खाना भन्छु कामडाँडामा चाहिँ म खाना तपाईँहरूको मुखभन्दा अगाडि रेडी गरिदिन्छु त्यो गरिदिन्छ तपाईँहरूलाई सजिलो खाएर भइहाल्नुहुन्छ We just had slight technical inconvenience. पुग्ने ठाउँ चाहिँ उयो यस्तो परेको अलिकति मुनि कुनातिर चाहिँ उकालो परेको अलिकति हुन्छ अब भोलि पुग्नु भने चाहिँ त्यही हिमालको फेदमा हो भन्नु तपाईँहरू जुत्नुहुन्छ आवाज बोल्यो घरमा आवाज एक नबोल्ने गाइज कस्तो लाग्यो ओइ फिल भइरहेको छु होइन खाजा पनि राम्रो खायौँ कफी पनि खायौँ एकदम एनर्जेटिक फिल भइरहेछ अब हामीले धेरै हिँड्नुपर्ने छ अब चाहिँ रियल एडभेन्चर सुरु यो चाहिँ नट अ चिन्डे हाइक है चिन्डे हिँड्ने जस्तै लख लख चिरिप चिरिप छैन भन्दै त फेरि होइन यो त हिँडिन्छ नि त अब हिँड्न त सजिलो अहिले भिडियोमा कस्तो होला नि त भिडियोमा त जुम गर यो ठाडो भइरहेको आउनुहोस् क्यामेराम्यान हामीलाई देखाउनुहोस् हामी सामान लिनु जाँदैछौँ हेलो गाइस गुड मर्निङ गाइस गुड मर्निङ फ्रम आवर पेट मेलसाले टोइलेट गएर टोइलेट गरेर हात धुएन त्यही क्यामेराले भ्लग बनाउँदैछ तपाईँहरूलाई त्यही भिडियो देखाउँदैछ कस्तो फोरी भिडियो बनायो फोरी हात वाइपले धुयो अरे होइन वाइपले होइन आँची गरेर चाहिँ वाइपले पुसे डिस्गस्टिङ जस्तो केही होइन गाइस मैले धोको लास्ट चिसो छ लास्ट चिसो छ इट्स नट अ जोक गाइस मेरो आउटफिट अफ द डे देखेन आउटफिट देखेन यो चाहिँ हाम्रो रुम हो हामी यस्तै गरी सुतेको थियौँ तिनतिर छ बेड ओके गाइस आवाजको आउटफिट हेर्नु रे कट्टो लाएर हिँड्या तिमी पनि आउटफिट देखाउँछौ कि हुँदैन हो तिमी ओए हिरो उसले चाहिँ फुट्ला चाहिँ अहिले बाहिर देखाउँछु यो चाहिँ हाम्रो रुम थियो यहाँ चाहिँ म सुतेको त्यहाँ चाहिँ अभिषेक सुतेको अनि यहाँ चाहिँ आवाज सुतेको ओके दिस इज इट बाई बाई फर नाउ गुड मर्निङ गाइज हामी चाहिँ अब के अरे क्वाइट भ्यू लज एन्ड रेस्टुरेन्ट यहाँबाट हामी अब कामडाँडाको लागि जाँदैछौँ इफ यु गाइज दुधकुण्ड ट्रेकमा आउँदै हुनुहुन्छ भने प्लिज स्टे हियर यहाँ खाना एकदम मिठो थियो बिहानको ब्रेकफास्ट पनि एकदम टेस्टी एकदम मिठो थियो अनि यहाँको दादाहरू पनि लास्ट स्विट रहेछ त्यही भएर आई विल रेकमेन्ड दिस लज ओके अब चाहिँ हामी यहाँबाट कामडाँडा जान्छौँ त्यहाँनिर लन्च गरेर त्यसपछि हामी सर्सबेनीको लागि जान्छौँ यहीँ आइपुग्दाखेरि आई थिङ्क इट्स वर्थ एभ्रिथिङ जस्ट लुक एट द्याट यिनीहरू चाहिँ यो के गर्दैछन् आई डोन्ट नो चलिरहेको यिनीहरूको ब्रोमान्स चलिरहेको छ ओके गाइस दिस इज द आउटफिट अफ द डे मेरो देखेको छैन बट दिस इज इट
हाई भन हेलो गाइज कस्तो चिल्लो देखेको त्यति देखेछ अभिषेक चाहिँ उतानिर छ दारी बाई बाई गाइज फाइनली हामी अब त्यो देखाएन होला मेरो एन्ड्रोइड फोन क्वालिटी जुन लेकको लागि जाँदैछौँ यो बाटो छ तिनीहरूको अझै पनि ब्रोमान्स चल्दैछ हामी यो जस्ट स्टार्टिङ पोइन्ट हो यहाँनिर सानो झर्ना जस्तो रहेछ त्यो छिक्या छ हामी चाहिँ रिङ्गो भिलेजबाट हिँडेर फर्स्ट स्टप आइपुग्यौँ के हो केम्पाथी हाइट कति हो त्यो 3069 होला हामी 2800 है 29 समथिङ कति हाइटबाट हिँडेर 2069 को हाइटमा पुगेछौँ दिस इज आवर फर्स्ट स्टप वी हेभ लट टु गो ल गाइज ल हामी हाम्रो फर्स्ट स्टपबाट अब हिँड्दैछौँ अगाडि अहिले हल्का कम भयो स्यास्या दुईजना अगाडि पुगिसकेँ भ्यू चाहिँ दामी छ म चाहिँ अब बिस्तारै भ्लग बनाउनु सिक्दै हिँड्दैछ जस पसिना चाहिँ नआउने बिस्तारै टक टक हिँड्यो सिक भइरहेछ गर्न गाह्रो त गाह्रो पेट नि यस्तो फुल्ल्या छ के छ गाइजहरू मलाई पर्खिँदै हुनुहुन्छ स्टिक मिलाउँदै यो आवाजको जोडको स्टिक रहेछ यो त के हो यो मेरो त्यस्तो नभन न भ्लगमा मैले एउटा अङ्कललाई मागेर कस्तो यो आवाजको एउटा अङ्कलको जोडको स्टिक यो त यो स्टिकले हिँड्न मलाई गाह्रो भयो त्यही भएर म अब आवाजको भारी त बोक्दिनँ किनभने म आवाजको भारी थप्देऊ मलाई थप्देऊ आवाजको ब्यागमा राख्छु यो सुकेको जिउमा अझै थप एउटा भारी अझै एउटा आइरहेछ मैले 0.5 मा लाएर गरेको अनि चाहिँ पुरै आउँछ होला राम्रो आइरहेछ जमजम गाइज हिँड्न चाहिँ राम्रो हिँड्न त हिँडिहालिन्छ नि धरानको हाइकर भनेरै चिनिने आवाज हो यो आवाज यता मलाई देख्नु न यो आवाजको के अरे हिँडाइ मात्र होइन आँखा पनि यस्तो रङ छ अघि हामीलाई दुधकुण्ड त्यही लेखेको थियो बोर्ड त्यहाँको टक्सिन्डोको बोर्ड थियो त्यो बाटो हिँडायो 15 मिनट यत्तिकै वेस्ट हिँड्नु पर्यो त्यस्तो केही होइन चढ्नु पर्यो अब आवाजको त मेरो त ल आँखा खराब छ मेरो -4 छ पावर त मैले एक्सेप्ट गर्छु यो हिँड्दै गर्दा मैले एउटा रियालिटी चेक सेयर गर्नु मन लाग्यो गाइजहरूलाई हामीले कहीँ घुम्नुभन्दा अगाडि अब भ्लग हेरिन्छ नि त यो ठाउँ जाने भनेर अनि त्यो सर्ट्स भयो नि टिकटक भयो नि युट्युबकै भिडियो भयो पनि कति सजिलो देखाइन्छ साट राम्रो घुमेको बाटोमा राम्रो सर हिँडेको रियालिटी त्यसरी यस्तो गाह्रो स्यास्याएर फ्याफ्या झन् एल्टिट्युडमा अब यहाँ बाटो त कुन गाइजहरूलाई पर्खिनुपर्छ होला साथीहरू अझै तल एकछिन अघि पनि मैले गलत बाटो देखाइदिएँ अब बाटो देखाउनु त पर्खिनु पर्यो देख्दिनँ त हिँड्न त केही हिँडेको छैन तर यस्तो स्यास्या पारिदिन्छ गाह्रो तर सकिन्छ 22 वर्षको उमेरमा यति पनि सकिनस् भने त के 22 वर्ष भइसक्यो भन्ने हो हिँड्ने अवस्था साथीहरूलाई पर्खेर बाटो कि म गलत बाटो आइपुग्यो हौ देख्दिनँ त गाइजहरूलाई एकछिन है म अलिक बढी नै हिँडेको छु गाइजहरू भर्खर आउँदैछन् कि बसे यस्तै छ है यस्तै छ अब यी सक्यो स्यास्या फेरि 2 पाइला हिँड्नु भने फेरि स्यास्या र फ्याफ्या आमै साथीहरू आम ढिलो नगरौँ बिहानको ब्रेकफास्ट पच्यो मिल्छ के पच्यो कि पचेन अभिषेक एनर्जी छ होइन अब यहाँदेखि बाटो कहाँ हो भनेर मैले तिमीहरूलाई पर्खेको खासमा अघि त मैले गलत बाटो देखाइदिएँ रातो डट हेर्नु पर्ने हुन्छ 50 मिटर कहाँ छ रातो डट छ तलपट्टि तर एक घुमेर एउटै बाटो निस्किन्छ जस्तो लाग्यो
रातो डट चाहिँ हेर न रातो डटहरू सबसे सजिलो धन्न रातो डट छ र अब यो ठिक छ हेलो मेल्छ साथी त्यो हो रातो डट कस्तो हुँदैछ हाइकिङ उही त्यहाँ रातो डट हो ओ यो त्यहाँ माथि पनि त्यही माथि नै पुगिन्छ होला के यो जाउँ न त रातो डट छ सब थोक छ फेरि यत्रो भारी बोकेको छ आम्मा 90s मा नुन पुऱ्याउन गएको जस्तै धरानदेखि भोजपुर यस्तो भारी यो नि कम्तीमा छ होला 10 त 10 किलो क्रस छ र ए क्रस त जाने होइन नि ल बाटो फेरि मान्छे पनि कोही छैनन् हिँड्ने एउटा चाहिँ भ्लग गर्नु पनि गाह्रो त्यही भएर मैले बुझ्दैछु किन मान्छेले थोरै थोरै क्लिप राम्रो चिटिक्कवाला बाटो हाल्छ रियालिटीमा इस हिँडिस चिटिक्क बाटो सकाइदियो मेरो फोनको चार्जर ए सरी ल अब राखेँ अब मलाई होइन मजा आयो क्या भ्लग बनाउँदा गर्छु भने ए होइन अब भ्लग चेन्ज हुन्छ भ्लग पार्टनर चेन्ज हुन्छ ल हात पनि दुख्यो बाई बाई गाइज हामी सेकेन्ड स्पोट आइपुग्यौँ नो एक्सप्लेनेसन 30% पुग्यो साथी 30% पुग्यौँ आवाज यता ओए आवाज ओह्रालोमा हुन्छ नि त ओए यस्तो राम्रो रहेछ पख म एक ठाउँ राख न त्यो ब्याग अलिकति साथ गाइस हामी चाहिँ यो स्टपमा के अरे स्न्याक गर्न रोकेको अनि ह्याभ अ फ्रेन्ड हु क्यान पिल द वालनट फर यु कहाँ पिल गरिहालिस् नि फुटेर झऱ्यो त काम बाजे यही हो आवाजले गर्दा भइहाल्यो त्यस्तो 5 सेकेन्ड भित्रमा खानुपर्छ 1 2 3 5 ए फ्यामिली अनि यो त के हुँदैन यो त नेचुरल कुरा चाहिँ फ्याल न प्याकेट चाहिँ नफ्याल यो एग्रिकल्चरल इन्जिनियरिङ 4th इयर सेकेन्ड सेम नेपालको झन्डा बोक्नु पर्छ खाम भनेको कस्तो तिर्खा लाएर पानी खाम भनेको हेर न गाइजहरू कस्तो पानी खान मन छ पानी खानु कस्तो हेरी कस्तो रहेछ यहाँ भिडियो नि बनाउनु दिँदैन ल्याउ न यहाँ अब बिग्रो भिडियो त हियर इज ब्लू फ्लावर देयर इज रेड फ्लावर विथ रेड ब्याकप्याक भरिया जस्तै देखिरहेछ त्यति हो भरिया जस्तो भरियै हो तर त्यहाँ एउटा भरिया जाँदैछ माथि थाहा छैन को हो त्यो भरिया कुन टुरिस्टको ब्याग बोकेर जाँदैछ माथि आवाज माथि पुगिसक्यो म यति तल छु धेरै तल यो गाइज दिस इज द थर्ड स्पोट यहाँ चाहिँ हाम्रो 5 मिनटको मात्र रेस्ट गऱ्यौँ अनि जो आउँदै हुनुहुन्छ प्लिज आफ्नो फोन आफैसँग लिएर आउने हरेक स्पोटमा यहाँ डस्टबिन राखेको छ अनि यु क्यान थ्रो हियर बाटोमा चाउचाउको बोतलको यति धेरै थियो कि त्यस्तो चाहिँ प्लिज नगर्नु होला किनभने स्वच्छ नेपालमा स्वच्छ भारत भनेर स्वच्छ नेपाल इन्डियन एजेन्ट बालेनको समर्थक हो जस्तो छ भरोसा लागेन मलाई भरोसा लागेन बाई द वे हामी पनि बालेन है बालेन यो कुरामा केही नबोल्नु घरको उयो अर्को श्रमदान त्यसलाई चाहिँ हुँदै होइन होइन तर हो मलाई ठिक लाग्दैन कुनै कुरा ठिक लाग्छ मलाई 10% कुरा ठिक लाग्छ काम गर्नु लानु मान्छे बटुल्नु ओर्नु तर यस्तो पढिसकेपछि होइन अलि अरूको कुरा पनि सुनिदिनु अरू पनि जान्ने हुन्छ अरूको पनि के कुरा हुन्छ आफै गर्छु भनेर चाहिँ हुँदैन क्या द्याट्स भेरी ब्याड अर्क यसै तिमी यसरी नगर मेरोभन्दा सानो भइसकेको छ त्यो आउँछ अम्बो मेरो सानो छ हौ अब पन्जा लडाइमा दिन्छु नि त आर्छु यार तिमीसँग त म आर्छु म खेल्दिनँ ओके अब हामी अर्को स्पोर्टमा गएर बनाउँछौँ म बाटोमा यस्तो डेडली यस्तो वाइल्ड यस्तो दामी बाटो छ बाटोमा त म बोल्नै सक्दिनँ मेरो सास फुलेर त्यस्तो धेरै सास फुले होइन तर आई डु नट प्रिफर बाटोमा ब्लग गर्ने किनभने आई प्रिफर माई कम्फर्ट त्यही भएर आइ एम डुइङ इट राइट हियर
होइन जे भए पनि एउटा हुन्छ नि चस्ला फेर छाल यस्तो हामी कहाँ टपमा छौँ हो त्यो सानो डाँडादेखि चढेको यहाँ आइपुग्यौँ अहिले 4000 जति हाइट हामी हिँडिसक्यौँ होला है आइसक्यौँ होला 4000 त छैन कामो डाँडा नि तिम्रो 29 गर्ने होइन 39 मा हो 29 ल हामी 3500 प्लस हाइटमा छौँ अहिले क्रेजी मैले मेरो एन्ड्रोइड फोनबाट यो ब्युटीलाई क्याप्चर गर्न सकेको छुइनँ बट ट्रस्ट मी दिस इज ड्याम क्रेजी स्टिल अघि त क्याप्चर गरिनँ मैले हिमाल देखेको यहीँ अहिले बाटोमै छ कामडाले पनि पुगेको छैनौँ अनि हिमाल देख्दै सबै कुरा वर्थ फिल भइरहेको छ I don't want to talk more. Let's go. Guys. कहाँ गयो 38, 80 हामी 29 वाटर हिँडेको नियरली 1000 किलोमिटर ए सरी 1000 मिटर अबोभ हामीले क्लाइम्ब गरिसक्यौँ From sea level, dude. त्यही अल्टिट्युडमा It's not a joke. Respect, everybody. We have reached our destination. अब के खाने अब यहाँ खानाहरू हामी फेरि जान्छौँ This guy's माथि मुनि आवाज and उयो त्यसको नाम बिर्से अभिषेक भिडियोमा These guys are the real heroes. मलाई सपोर्ट गर्दै लिएर आएको यहाँसम्म We are your own hero. Yes, I know that. मेरो सिगान चुइसक्यो लास्ट धेरैचोटि मैले सिसी गर्दै यसो सी गर्दै यहाँ भाइ पुस्दै गरेको छु I do not care about the hygiene right now. What I care about is to reach the destination and I will surely reach. My God, this is easy. Do you know? यहाँबाट हिमाल देखिरह Look at that. यस्तो ठाडो उकालो चढेर आएको हामी अब हामी यहाँ खाना खान्छौँ I think this is the bathroom. Okay. And this is my chaya. Yay. Plus kg ko bag बोकेर हिँड्दैछु. And it's not a joke. What I learned भनेको सानो हाइक जाँदाखेरि मेल्सालाई फोन बोक्न पनि भारी हुन्थ्यो ज्याकेट पनि दिन्थ्यो नाउ म ब्यागमा ढुङ्गा बोकेर हिँड्छु हाइकमा सबको सामान बोकेर हिँड्छु so that I can climb this fucking shit ढोका दिने मान्छे तिम्रो वेट भन्दा बेसी नै छ हौ कति केजी होला 50 छैन होला त्यति